जमनाती तर्छा जानु पर्छ माझा घरको धनसारमा गाजाली गाई त हाम्रो दैन भइ त माझा घरको धनसारमा भन्न त भन्यौ तर सानो माया धेरै सतुर संसारमा हृदयको घामलाई हुन दिनलाई धेरै सतुर संसारमा पोते मौसी सोना गाते राने जिनको गर्ने बे दुईजनाले बोकी नौताल बाजा ठोके राने जिनको गर्ने बे पुरा छैन ढाड्दा तिमीले लागेर सतुर गर्छ के बाँचेसँगै जिउनी मरे माता मुनि सतुर लागे गर्छ के जन्ती मेरा हामी बेटा हुँदाखेरि एकछिन खट्टा गड्काउँछौँ आउँदै होला पिरातीको गोला एउटै खट्टा गड्काउँछौँ सम्झुना गर्ने सतुर लाग्यो भने लागो माया भड्काउँछ ल्याउमा आगेरीको छेउमा लागो माया भड्काउँछ गाई कृष्णजीको लौरो गोपिनीको फर्काउनलाई आर्जनको हेरा नहेर माया उही गएर फर्काउनलाई आर्जनको खेली बिदाया बाया लाको सानो माया रोजको धागाको लरी बिर्सम घाँस गरे रोजको फरिया लाउने तिर्दी सयादको नारी झिमझिम लाउने बोइ समारी तर सङ्गबरा नारी झिलझिल गर्ने बोइ याताको लौरो सर्व हुन्छ माया टेकेको लौरो सर्व हुन्छ माया दिल लागेमा कहिले बिलुगा धुन्छ के जय गर्न हुन्छ दिल लागेमा कहिले काइरे पाते घैया बाटैर मुनि त्यो बाटैर माथि घैया दाना गरेर माछाको
बसिली हजुर हामी मिले गया दाना गरेर घर मेरो दाइले एक्लो भएको अहिले च्याल्ले खुट्टा छोडेर जो मानेको साँच्चै हो मानेको च्याल्ले खुट्टा छोडेर पर्वते भाषा भन्न नजानेर दाइ भाषाले भन्छ आउँदै होला पिरातीको गोला दाइ भाषाले भन्छ जहिलेमा उड्छ अर्जे घरमा धुवा उहिले खुट्टा छोड्दैछ गाजाली गाईले हाम्रो दाइरा भाइले उहिले खुट्टा छोड्दैछ मन बुझेन केमा भाइका छाता बेमा काला भात पकाएर गैरी खेतको रोपाइ आउनु होला तपाईँ दाल्ला भात पकाएर धागाको लरी अरू जस्तो गरी पर्दैन हामीलाई पकाउन हाल मेरो पितले मोरे यत्रै सितले पर्दैन हामीलाई पकाउन पर्वते भाषा भन्न नजानेर दाइले भाषा भाइले थाहा हुँदै होला पिरातीको गला दाइले भाषा भाइले हाताको ठेला बुढिसकालको बेला तै पनि एकचोटि फोकाउँछु घर मेरो ढोला जे होला होला तै पनि फोकाउँछु फकाएर हेरौँ कि भन्नुपर्ने यत्रो वर्षसँग गरेर फकाउनै पर्ने के माया खेतको रोपाइ गर्ने तपाईँ महानदेखि साएर आइतबारे गाइत यति कुरालाई त महानदेखि साएर भातै पकाए नि जति फकाए नि आउँदैन पछि लागेर खान्छु खोले फाडो बरो बचराडो आउँदैन पछि लागेर बेटाको लौरी के छ बकै काटी त्रिशोलीमा नतरोस् एक राते दैले यो दाइले नभाइले त्रिशोलीमा नतरोस् माछाको लेउमा आखिरीको छेउमा मामा भन्न नपरोस् हाताको टेला खाँचो भयो बेला मामा भन्न नपरोस्
अब 15 दिनको यो औँसीमा पुग्ने महिना दिनको मसँग थाहा हुँदै होला पिरातीको गला महिना दिनको मसँग घाँस काट्ने खरु मामा भन्दाहरू हुँदैन आफ्नो आफत यति भने हो के भन्नाइ पनि हो के हुँदैन आफ्नो आफत मेरो बालै पनलाई चिठी पठाउनलाई बिचमै अछेर्केर आउने सालैको पाल्ने मेरो दैने हल्ने बिचमा अछेर्केर आउने सिरा नैमा लेखी उसो भएदेखि अब साइनो फेर आउने तेरो नामेसो के भनेको त्यसो अब साइन फेर आउने माछा नपाल्यो ठुलो समुद्रले कालेज पाल्यो बनाले मायालाई लिएर हेर्न जाऊ भनेर कालेज पाल्यो बनाले थियौँ हामी पाउना साइनो फेरि ल्याउन मान्छा र जानको मनाले माछाको पिता दिदी बहिनीसित मान्छा र जानको मनाले 18 सालमा पहिलो लडेर मर्यो 12 सालमा हातमा हुँदै होला किरातीको गोला 12 सालमा हातमा आलु र तामा कुरा नमिलेमा फेर्नै पर्छ कहिले काहीँ आलु र तामा हरे राम राम फेर्नै पर्छ कहिले काहीँ गाई कृष्णजीको लौरा गोपिनीको लाला भन्नाले धीरामा धीरा हाम्रो दादीतिर लाला भन्नाले कहिले ज्यानै दिन्छ कहिले ज्यानै लिन्छ तामाङ जाति यस्तै हो ज्यानलाई थाहै छैन हेर्न पनि छैन तामाङ जाति यस्तै हो नि भाइ बाबा राजीको 300 गैरी खेतमा बर बाछो धाइँदैन थाहा हुँदै होला पिरातीको गोला बर बाछो धाइँदैन खोज्छन् होजो तामाङ जस्तो सोझो खोजेर कहीँ पाइँदैन त्यो सङ्लो पानी ख्यालै गर नानी खोजेर कतै पाइँदैन
गाईको छोरो काली गाईको नाति पञ्चमीमा जाइँदैन नङ काट्ने नैना उमेर पुगेको छैन पञ्चमीमा जाइँदैन टेक्नी घोचो टेक्नी लाउरो घोचो भए पनि होचो बोबो हामीलाई चाहिँदैन दिदीहरूको पैसा मलाई यसै भइछ बोबो हामीलाई चाहिँदैन बाजाउने सिमरी साइको टिको मिरमिर गाजल लाउलेको आलु र तामा जानको परेलामा मिरमिर गाजल लाउलेको लौना यतिखेर चाहिँदैन नि भन्छौ पछि रुन नपरोस् हातको ठेला खाँचो भएका बेला पछि रुन नपरोस्